नमस्कार, म डाक्टर रामकृष्ण गिरी, वात तथा प्रतिरक्षा रोग विशेषज्ञ। आज हामी वात रोग के हो, यसका लक्षणहरू के हो बारेमा कुरा गर्छौँ। सामान्य जनमानसमा वात रोग भनेको चाहिँ हाड जोडीको मात्रै समस्या हो, अन्य होइन भन्ने लाग्छ। तर यथार्थमा त्यस्तो होइन। वात रोगमा ज्यादातर मानिसहरूमा देखिने लक्षण चाहिँ हाड जोडी दुख्ने, हाड जोडी सुन्निने, बिहान उठ्दा कक्रको पर्ने र पछि गएर हात जोड्नेहरू कुरूप हुने, त्यो चाहिँ हुनसक्छ। तर त्यतिमा मात्रै वात रोग सीमित रहँदैन। वात रोगले देखाउने लक्षण यो भए पनि उसले गर्ने जुन प्रक्रिया हुन्छ, जुन क्षति पुर्याउने प्रक्रिया हुन्छ, त्यो चाहिँ अलिक गहिरो हुन्छ। भित्र इम्युन सिस्टममै भएको गडबडी भएको हुनाले जोर्नी लगायत अन्य अङ्गहरूमा पनि यसले क्षति पुर्याएको हुनसक्छ। ती अन्य क्षतिहरूमा चाहिँ रौँको जरादेखि नङसम्म कुनै पनि तन्तु अथवा अङ्गमा चाहिँ यसले क्षति पुर्याएको हुनसक्छ। तसर्थ लक्षणहरू त्यसै अनुसार हुन्छन्। जस्तै किडनी खराब हुने, कलेजो खराब हुने, फोक्सो जारी पर्ने, छालाहरू टाइट भएर जाने, शरीरमा घाउहरू आउने, दागहरू आउने, कपाल झर्ने, कतिपय अवस्थामा चाहिँ मस्तिष्क घात हुने, हृदयघात हुने, यस्ता लक्षणहरू पनि वात रोगले देखाउने गर्छ।